हेलो एभ्रिवान आज चाहिँ मैले क्रिमी वाला नुडल्स बनाएको छु कि म चाहिँ फर्स्ट टाइम ट्राई गर्न लागेको यो 2 PM को जुन चाहिँ क्रिमी वाला नुडल्स हुन्छ नि मैले त कागजै फाल्दिसकेँ कि बनाइसके पछाडि चाहिँ यसको बास्ना नै मन पर्यो कि मलाई ट्राई चाहिँ गरेको छैन म चाहिँ फर्स्ट टाइम ट्राई गर्न लागेको यो चाहिँ बल्ल यो चाहिँ धेरै पहिला नै आइसकेको रहेछ कस्तो पानी आयो कि मुखमै अनि मैले चाहिँ ट्राई गरेको थिएन कि अनि खासै नुडल्स एकदमै कम खान्छु म चाहिँ अनि यो कोरियन 2 PMहरु चाहिँ गर्छ यसमा चाहिँ यो स्पाइसी चाहिँ हुँदो रहेनछ नि त स्पाइसी हुँदैन भनेर चाहिँ लिएर आएको थिएँ क्रिमी वाला उसमा अनि मसँग चाहिँ एउटा के भन्छ चीजको क्युब थियो एउटा क्युब पनि राखिदिएको थिएँ अनि ससेससँग गरेर हेर्दा चाहिँ यस्तो देखेको छ हैन मैले यसमा चाहिँ बेसारहरु केही पनि राखेको छैन है कलर चाहिँ ठ्याक्क जस्तो क्रिमी हुन्छ त्यस्तै खालको छ के टेक्सचर चाहिँ खसाले यार लेट्स ट्राई ससेज चाहिँ गयो कि फर्स्टमा नुडल्स फर्स्ट बाइट पिरो चाहिँ अलिअलि पिरो हुँदो रहेछ है कस्तो भन्नु मैले तर मैले म त्यो चीजको क्युब हालेर होला त्यसो चाहिँ एक्स्ट्रा एकदमै फ्लेभर एड गरेको छ यो चीज